म यो कम्युनिस्ट आन्दोलन लाग्दा मैले उत्तर कोरियाको इतिहास पढेको थिएँ कि त्यहाँ कस्तो गरेको थियो भने 1 इन्च जग्गा बाँझो राख्न पाइँदैन, जसले काम गर्दैन उसलाई खाने अधिकार छैन भन्ने नाराका साथ त्यहाँ आन्दोलन कम्युनिस्ट आन्दोलन सफल भएको थियो। अर्ग्यानिक खेती गर्नुपर्छ स्वास्थ्यको लागि। नमस्कार, अहिले म दिक्तेलटुप्पाकोट मजुवागढी नगरपालिका अन्तर्गतको वडा नम्बर 14 बुइपा रामचे खाल्लेमा आएको छु। अहिले धनपट्टि भट्टराई हुनुहुन्छ। शिक्षण पेसामा निकै लामो सेवा अवधि सकेर अहिले आफ्नै घर घुरेनलाई खेतीपाती मार्फत एकदमै उर्वर बनाएर लागिराख्नु भएको छ। उहाँको हामी खेतीपातीदेखि लिएर उहाँको शिक्षण पेसादेखिको कुरालाई जोडेर केही कुरा गर्ने जमर्का चाहन्छु। दाइ नमस्कार। नमस्कार। हजुरको अहिले उमेर कति भयो ठ्याक्कै? म अहिले 70 मा छु। 70 वर्ष पुग्नुभयो। हजुर। अहिले तपाईँ यसरी खेतमा बारीमा धाइराख्नु भएको छ, तपाईँलाई आनन्द लागिरहेको छ? मलाई एकदम आनन्द लागेको छ। हजुर। तपाईँ पहिला शिक्षण पेसामा हुनुहुन्थ्यो? हजुर। अहिले अवकाश प्राप्त हुनुहुन्छ? हजुर। त्यतिखेर र अहिलेको जीवन तपाईँलाई तुलना गर्दाखेरि कुनमा अलिकति बढी आनन्द लागिरहेको छ? त्यतिखेर पनि आनन्दै थियो, तर त्यतिखेर चाहिँ म व्यस्त उता शिक्षण समस्यामै बढी व्यस्त भएर भात तरकारी खाना पनि अलि हतार भएर जानु पर्थ्यो। घर खेती पनि हेर्दै अब अहिले चाहिँ त्यतापट्टि छैन। हजुर। आनन्द खेतीपातीमै अब रमाउन चाहिँ आफूलाई लागिरहेको छ। अहिले तपाईँले अहिले कति जग्गामा तपाईँको चाहिँ लगभग बाँझो नराखिकन खेतीपाती गरिराख्नु भएको छ? रोपनीमा भन्नुपर्दा अहिले 25-30 रोपनी होला। 25-30 रोपनीमा हजुर एक्लैले गरिराख्नु भएको छ अहिलेसम्म? हजुर, गरिरहेको छु। त्यही त हजुरको एक खेत वरिपरि पनि हेऱ्यो, अरूको जग्गा टिप्लिक्क जाने बाँझो पुरै झारहरू उम्रिरहेको छ, र तपाईँको एकदमै हराभरा बनाउनु भएको रहेछ। त्यो अरूको जग्गा देख्दाखेरि तपाईँलाई जाँगर त मरेको छैन अहिलेसम्म? अहिले जाँगर त मरेको छैन, अरूले पनि लगाइदिउन् भन्ने चाहिँ मेरो चाहिँ अपेक्षा हो। हजुर। अब मैले लगाएँ अरूले लगाइदिन्छ कि भन्ने लागेर प्रेरणा हुन्छ कि भनेर मैले पनि कोसिस गरिरहेको छु। यो उमेरमा त्यही त भत्ता खाँदै पेन्सन थाप्दै बस्नुपर्ने उमेरमा यस्तो जोस र जाँगरका साथ तपाईँ लागिराख्नु भएको छ। यस्तो भयो, हिजोका बेलामा म जस्ता शिक्षण पेसा गर्ने अरू जागिर खाने मान्छे सबैले तराईतिर किने। मैले चाहिँ यहीँ मेरो भएको पैसा पनि यही खेत बनाउनुपर्छ, यही जमिनलाई राम्रो बनाउनुपर्छ, उत्पादन दिनुपर्छ भनेर लगानी यही गरेँ। अनि मैले तराई पनि किनेको छैन। हजुर हजुर। अनि त्यसले गर्दाखेरि अब यहाँ हावापानी पनि राम्रो, अब यहाँ उत्पादन गरेको चिज के अरे एकदम अर्ग्यानिक खानु पनि पाइने। हजुर। वातावरण पनि स्वस्थ रहने, त्यसले गर्दा यही नै ठिक हुन्छ भनेर मैले चाहिँ यसैमा लागेको। अहिले पनि अब बिहान बेलुका यसो हिँड्दा डुल्दा तल गाउँ बेसी गर्दा आफूलाई स्वस्थकर पनि बनिने अनि जग्गाको हेरचाह पनि हुने। अनि यसरी अब धान खेती लगाइन्छ। अनि अब अहिले चाहिँ यसपल्ट प्याज पनि लगाउँ भनेको। हजुर, प्याज पनि राम्रो भएको रहेछ। अहिले यो त्यही त नेपाली समाजमा विशेष गरी गाउँघरमा चाहिँ हामी जस्ता युवाहरूको एउटा मानसिकता चेतना कतातिर अलिक बढी फोकस भएको देखिन्छ भने पैसा कमाइहाल्नुपर्छ, पैसै सबै थोक हो, त्यसको लागि चाहिँ गाउँघर छोड्नैपर्छ, बरु हाम्रो उर्वर खेत जमिन चाहिँ बाँझो रहेर भए पनि खाडी मुलुकसम्म भए पनि जानुपर्छ भन्ने अहिले ट्रेन्ड चलिरहेको छ। त्यसको लागि तपाईँले युवाहरूलाई के भन्न केही हुन्छ? अनि युवाहरूलाई त मैले चाहिँ त्यतातिर चाहिँ जान हुँदैन भनेर भन्छु, तर गइरहेका छन्। मैले चाहिँ पहिले म यो कम्युनिस्ट आन्दोलन लाग्दा मैले उत्तर कोरियाको इतिहास पढेको थिएँ कि त्यहाँ कस्तो गरेको थियो भने 1 इन्च जग्गा बाँझो राख्न पाइँदैन, जसले काम गर्दैन उसलाई खाने अधिकार छैन भन्ने नाराका साथ त्यहाँ आन्दोलन कम्युनिस्ट आन्दोलन सफल भएको थियो। त्यो मैले इतिहास राम्ररी पढेको थिएँ एउटा पुस्तकै। अनि त्यसले गर्दा सबै चिज त उत्पादन त यही जमिनबाटै हुन्छ, खानु बाँच्नु पनि त यहीँबाट हो। अनि त्यसले गर्दाखेरि अब यसैलाई चाहिँ हामीले राम्रो गर्नुपर्छ भन्ने मानसिकता चाहिँ मेरो भएकाले म मेरो हिजो शिक्षण पेसादेखि नै म यो खेतीमा सहायक पेसा चाहिँ खेती नै गरेर बसिरहेको हो। त्यही त हिजो अब अहिले युवाहरू तपाईँको बाहिर जान्छन्, अब उहाँ त अर्काको दास बन्न जाने हो। हजुर। आफ्नो देशमा चाहिँ छैन, आफ्नो देशको जग्गा बाँझो राखेर तपाईँको कोरियामा गएर चाहिँ त्यही फलफुल दिइरहेछन्, त्यही सुँगुर पाल्न जान्छन्। एकजना साथीलाई मैले सोधेको थिएँ, कुकुर हेर्नु पाल्छ भने त्यो सरल काम छ, मेरो कुकुर हेर्ने काम छ भनेर भन्थ्यो। अब हाम्रो नेपालीहरू त्यहाँ गएर त्यस्तो काम गर्छन्, आफ्नोमा चाहिँ काम गर्दैन, गर्नुपर्छ भन्ने चाहिँ पर्ने चाहिँ मेरो मान्यता चाहिँ हो। त्यही त हिजो अब
अहिले अलिअलि खेती जसले व्यावसायिक ढङ्गबाट अलिकति समाज र जनि राष्ट्रलाई केही गर्छु केही टेवा पुग्छ मेरो उत्पादनले भनेर लागिरहेको अवस्था छ एक थरी छ भने अर्को थरीले चाहिँ अब यो खेतीले मात्र हुँदैन हामीले खेती चाहिँ प्योर अर्ग्यानिकतिर जानुपर्छ भन्ने छ यसमा हजुर कतिको कन्भिन्स हुनुहुन्छ अर्ग्यानिक खेतीको विषयमा अर्ग्यानिक खेती त गर्नुपर्छ स्वास्थ्यको लागि राम्रै हो तर अब व्यावसायिक रूपमा पनि गर्नु पर्यो अब व्यावसायिक रूपमा चाहिँ हिजोको धान मकै कोदो मात्रै भन्दा अरू चाहिँ नगदे बाली होइन नगदे बाली अलिक बुढायो भने त्यसबाट पनि आय आर्जन धेरै हुन्छ पढाउनबाट बालबालिकालाई शिक्षा दीक्षा दिन भरपुर टेवा पुग्छ भन्ने हो यो अहिले तपाईँको प्रत्येक घरको त विदेश नगएको घरको छैनन् कोही न कोही त गएकै छन् तर त्यो बाँकी रहेको मान्छेहरू चाहिँ जम्मा एकजना गए पनि अरू बाँकी त खेतीपातीमा लाग्नुपर्ने त्यो खेतीपातीमा लागेको देखिन्न यसको कारण केही तपाईँले पत्ता पाउनु भएको छ खोइ यो बुझ्नु सकिएन अब यो चामल आउँछ माथिबाट चामल किन्छन् अलिअलि पैसा पाउँछन् होला मान्छे चाहिँ चामलकै भात खाँदैछन् अहिले चामलकै भात खाँदैछन् तर यहाँबाट उत्पादन गरेर खानुपर्छ भन्दा चाहिँ त्यही चामल ल्याउन चाहिँ उनीहरू बढी उद्धत छन् यो बुझ्नु सकिएको छैन त्यही त अब उहाँले अहिले पछिल्लो समयमा सर्वेक्षणमा के पनि देखाएको छ भने रेमिटेन्स मात्र भित्रको छैन उहाँले सँगसँगै आयातित रोगहरू पनि युवाहरूले चाहिँ भित्रको छ भन्ने छ यसमा तपाईँको सुझाव केही छ युवाहरूलाई सुझाव छ यो त के छ भने अब यो चाउचाउ यो के बजारी चिज खाँदा त अस्वस्थ भइहाल्यो हेर्नुहोस् है अब भोलि गएर हाम्रा कमाएको पैसा एकैचोटि छर्ला पनि थिइसकिन्छ हामीले स्वस्थ खाना खाइयो भने त स्वास्थ्य नै ठुलो धन हो हामी हरपै त हामी त्यसै भयौँ हामीले उपचार गर्नु परेन भने त हामीलाई जिउनु त धेरै त्यत्रो चाहिँदैन त्यसले गर्दाखेरि युवाहरूले त मेरो त्यही सुझाव भरसकै अर्ग्यानिक खेती खाने आफ्नो उ गर्ने छँदै छैन भने त अरू केही गर्नु पऱ्यो नभए कसले के गर्ने व्यवसाय कृषि गर्दाखेरि बाख्रा पालन पनि हुने भयो बङ्गुर पालन पनि हुने भयो प्याज खेती भयो लसुन खेती हुन्छ धान खेती सामान्य गर्दाखेरि हुने ठाउँमा कोदो अहिले बहुमूल्य भइसकेको छ होइन कोदो खोज्दैछन् धेरै मान्छेहरू सहरतिर पनि कोदो चाहिने भयो फापर चाहिने भयो तोरी चाहिने भयो रैथाने बाली एकदमै आकर्षित भइरहेछ अनि अन्तिममा तपाईँलाई एउटा के सोध्न मन लाग्यो भने अहिले स्थानीय सरकार पनि हाम्रो घर आँगनमै छ यस्तो बाँझो जमिन रहेको ठाउँमा उनीहरूले भूमि सुधार सम्बन्धी कृषि सम्बन्धी केही पोलिसी ल्याउन त खोजिराख्नु भएको छ तर ग्रामीण सडकसम्म आइसकेको छ कृषि सडक अहिलेसम्म उहाँहरूले खेतबारीसम्म पुर्याउन सक्नु भएको छैन यसमा तपाईँको धारणा सुझाव राखेकै छ यो त अनिवार्य पुर्याउनुपर्छ कृषिलाई ग्राह्य त दिनै पर्यो उहाँहरूले कृषि सडक चाहिँ के अरे ठाउँ ठाउँमा पुर्याइदिनु पर्ने हुन्छ र त्यहाँ चाहिँ के उत्पादन हुन्छ अनि त्यसको लागि प्रेरणा दिएर बजार पनि व्यवस्था गरिदिनु पर्ने हुन्छ पहिले त सडकै चाहियो कृषि सडक चाहियो यो स्थानीय सरकारले गर्नु जरुरी छ लाग्छ मलाई त्यो गर्दैछ भन्ने तपाईँको आश छ गर्दैछ भन्ने ठुलो अहिले घर घरमा पुगे मान्छे छैन तर कमसेकम खेतीपाती गर्दै गरेको ठाउँमा सडक यदि पुर्यायो भने कमसेकम मान्छेले त आकर्षित हुन्छ कि आकर्षित हुन्छ अवश्य हुन्छ एउटा तपाईँको अवश्य हुन्छ तपाईँ हेर्नुहोस् न यता बाँझो छ यता बाँझो जग्गा छ भोलि यहाँ सडक आइदियो र यो त प्याज त हिउँदोमा रोप्ने चिज हो होइन सामान्य जोतखन गरेपछि यो प्याज रोप्न सजिलो रहेछ अनि अब यो चाहिँ भोलि यत्रो विदेशबाट आउँछ भनेदेखि हाम्रो देशमा बिक्री गराइदिएदेखि सडक आयो भने त यो सबै बाँझो जमिन त खेती लाग्ने हुन्छ अनि हराबाट हावापानी पनि राम्रो बन्ने भयो अनि तपाईँले यो हाम्रो जमिनमा पहिलाको उत्पादन र अहिलेको उत्पादनमा केही घटी बढी केही देख्नु भएको छ उत्पादनमा त तपाईँको अहिले राम्रोसँग गऱ्यो भने अहिले उत्पादन हुन्छ होइन पहिलेको मान्छेहरूले चाहिँ अब के भने बिउ बिजन पनि थाहा नपाउने होइन मकै छर्नु पऱ्यो भने अब जुन अब अलिक माउली खाएको छैन त्यही दाना छर्ने हो होइन गुणस्तरीय नखोज्ने अनि अब मलहरू पनि के अरे बारीमा पहिला लगेर सुकाइराख्ने होइन अब अहिले चाहिँ त्यो के भने त्यसको रासायनिक उठ्छ के अरे ग्यास जुन युरिया त्यसको जुन हरियो बनाउने तत्त्व त्यो चाहिँ घामले लगिदिन्छ भन्ने कुरो जानकारी अलिक आएर होला अनि अहिले चाहिँ मलहरू पनि त्यति बेला तत्काल लगाएर अनि पुरिहाल्ने गरेकोले अब अहिले अलिक गुणस्तरीय हुन्छ गर्दाखेरि चाहिँ गर्नेहरू चाहिँ त्यसरी गरिरहेछन् तपाईँ हेर्नुहोस् त्यही माथि धियामा मकै हेर्नुभयो अहिले घर हेर्नुभयो भने राम्रो राम्रो फलेको छ हाम्रो भुइँको जस्तै त्यस्तो छ पहिले त्यस्तो हुँदैन थियो
भनेपछि तपाईँले अहिले गाउँघरमा एकदमै आनन्द आइरहेको छ। मलाई आनन्द आयो। तपाईँसँगैको ब्याजी शिक्षकहरू अहिले तराईतिर सबै तराईतिर छन्। अहिले उहाँहरू कति रोग लागेर थलिराख्नु भयो होला, तपाईँ अहिले जस्ताको तस्तै हुनुहुन्छ। म अब गरिरहेको छु, काम गरिरहेको छु। हजुर, काम गरिरहेको छु। त्यही त मैले राज्यले मैले त्यो 68 वर्षको तपाईँको भत्ता दिएको थियो नि, मैले 2 वर्ष अगाडि नि यो राज्यले बेठिक गर्यो भनेको। म 70 वर्ष, अहिले म त्यति बेला 68 नि थिएँ होला कि 65-66 थिएँ होइन। 70 वर्षमा त मान्छे काम गर्छन्, काम गर्न दिनु पऱ्यो नि राज्यले। उसले के काम गर्न सक्छ? भत्ता कहाँबाट ल्याएर दिने? अल्छे बनायो।